के तपाईलाई कहिले यस्तो लागेको छ कि मेरा कुरा र मेरो प्रार्थना चाहिँ परमेश्वरले कहिले सुन्नु हुँदैन भनेर? हजुर हो, मेरा आदरणीय, मेरा प्रिय मित्रहरू, आज तपाईँ मात्र होइन, संसारमा भएका जति पनि मानिसहरू छन्, हैन? मेरा घर, मेरा परिवारमा, मेरो छरछिमेकमा अनि अन्य ठाउँहरूमा जति पनि मान्छेहरू हुनुहुन्छ, लगभग 99% चाहिँ यही समस्याले सताइरहेको हुन्छ। अनि उनीहरूलाई कहिले निराशा ल्याउने गर्दछ, परमेश्वर साँच्चै नै छैन कि के हो? हुनुहुन्न कि के हो? भएदेखि यस्तो हुँदैन थियो भन्ने गर्दछ। अनि आज चाहिँ तपाईँले रातदिन मेहनत गर्नुहुन्छ, कमाउनुहुन्छ अनि तपाईँले राम्रो गरिराख्नु भएको छ, तर तपाईँको जीवनमा चाहिँ आशिष कहिल्यै आएकै छैन। हो, मेरा आदरणीय, मेरा प्रिय मित्रहरू, हिजो प्राचीन समयमा चाहिँ राजा दाउदले पनि त्यस्तै भोगेका थिए। अरूको सतावट, चिन्ता अनि फिक्री अनि कति चाहिँ उसलाई मार्न पनि खोजिएको थियो है। अनि यहाँ बाइबल धर्मशास्त्रले यहाँ यस्तो भनेको छ, भजन सङ्ग्रह 86 को 1 देखि म 5 सम्म तपाईँलाई पढेर सुनाउने छु। यहाँ यस्तो लेखिएको छ, हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् र उत्तर दिनुहोस्, किनभने म दरिद्र र अभावग्रस्त छु। मेरा रक्षा गरिदिनुहोस्, किनकि म तपाईँको भक्त हुँ। तपाईँ मेरा परमेश्वर हुनुहुन्छ। तपाईँको सेवकलाई बचाउनुहोस्, जसले तपाईँ माथि भरोसा गर्छ। हे परमप्रभु, म माथि दया गर्नुहोस्, किनकि म दिनभरि तपाईँको पुकारा गरिरहन्छु। आफ्नो दासलाई हर्षित पार्नुहोस्, किनकि हे परमप्रभु, म आफ्नो प्राण तपाईँतिर उचाल्दछु। 5 मा, हे परमप्रभु, तपाईँ भला र क्षमाशील हुनुहुन्छ र तपाईँलाई पुकारा गर्नेहरू सबैलाई तपाईँको प्रेम प्रशस्त रहन्छ। आमेन। हुन्छ, म यो वचनलाई यहीँ राख्छु। यदि तपाईँलाई यो भर्स परमेश्वरको वचन यदि मन पर्यो भने तपाईँले लाइक गरिदिनुहोस् अनि कमेन्ट गरिदिनुहोस् र सेयर पनि गरिदिनुहोस्। हुन्छ, धन्यवाद। Have a good day. God bless you to all. परमेश्वरले तपाईलाई धेरै आशिष दिनुभएको होस्। थ्याङ्क यू।